यहाँ सिटिबिटी क्वेसन छ 2069 2080 को यो रेगुलर सोध्दै राख्छ यस्तो खालको क्वेसन यस्तो खालको सोध्दै गरिन्छ सबैपल्ट क्वेसन यसमा के भनेको क्वेसन क्यालकुलेट द मिन बाई हरिजन्टल एंगल एओबी एंगल बीओसी एंगल सीओए फ्रम द फलोइङ अब्जर्भेसन भनेको चाहिँ के भनेको छ यसमा एंगल यसको एओबी निकाल्न भनेको छ त्यसमा भनेको छ बीओसी भनेको छ सीओए भनेको छ यसमा निकाल्न यहाँ त फेस लेफ्ट पनि दिएको छ फेस राइट पनि दिएको छ अब के गर्ने अब न्युमेरिकल बनाउनु पर्यो हिसाब बनाउनु पर्यो यसको भनेको छ मिन निकाल्न मिन त निकाल्नु पर्यो मिन बिना हुँदैन सबै थोक दिएको छ फेस लेफ्ट पनि दिएको छ फेस राइट पनि दिएको छ अब मिन निकाल्ने अब यस्तो निकाल्ने फर्स्ट अब त्यस्तो छ अब छुट्टा छुट्टै एंगल निकाल्नु पर्यो त्यसपछि मिन निकाल्नु पर्यो त फर्स्ट स्टेप एओबी के निकाल्ने फ्रम यसको लेफ्ट को भनेको छ हैन फेस लेफ्ट को यसको माइनस यसको अब छुट्टा छुट्टै निकाल्दैछु है गाइज अब फेस लेफ्ट को माइनस यति गर्नु पर्यो सेकेन्ड को यसको भनेको छ नि एओबी भनेको छ त एओ भनेको फेस लेफ्ट यसको माइनस यसको 150 डिग्री 35 मिनट 20 सेकेन्ड माइनस गर्नु पर्यो 0 डिग्री 10 मिनट 30 सेकेन्ड अब क्याल्कुलेसन गर्नु पर्यो क्याल्कुलेटरमा अब यसको निकाल्यो क्याल्कुलेसन गर्यो फेस राइट को पनि गर्यो फेस राइट को गरियो कति 330 डिग्री 15 मिनट 20 सेकेन्ड माइनस 180 डिग्री 50 मिनट 30 सेकेन्ड अति आयो 149 डिग्री 24 मिनट 50 सेकेन्ड आयो अब के गर्ने यसको मिन निकाल्ने सबैको मिन निकाले सबैको मिन निकाल्ने फर्मुला अब हेरौँ यसको छ एंगल एओबी को निकाल्दैछु है त फेस राइट अपन टू यो फर्मुला हो गाइज फर्मुला हो फेस लेफ्ट प्लस फेस राइट अपन 2 डिवाइड गर्ने त्यसपछि यसको कति छ 150 डिग्री यसको स्किप गरिदियो अब यति लेख्यो हैन क्याल्कुलेट सब थोक गर्यो मिन त निस्कियो यसको अति आयो अब फेरि यस्तै गर्ने सेकेन्ड को बीओसी को गर्ने बीओसी को गर्ने सेकेन्ड नम्बर यस्तो सेकेन्ड नम्बर एंगल बीओसी भनेको छ हैन बीओसी भनेको छ त्यसपछि फर्म के गर्ने फर्म फेस लेफ्ट गर्ने फेरि सेम तरिका सेम प्रोसेस गर्ने अब फेरि यस्तो गर्यो क्याल्कुलेसन गर्यो सेम त्यस्तै प्रोसेस यता पनि गरियो फेस लेफ्ट को पनि गरियो यस्तो 240 डिग्री 20 मिनट 30 सेकेन्ड माइनस 150 डिग्री 35 मिनट 20 सेकेन्ड फेस सेम त्यस्तै तरिका गरियो जहाँ फेरि यता गर्यो सेम त्यस्तै गरियो यता सेम यस्तै तरिका प्रोसेस गर्यो अब फेरि फेस राइट को पनि गर्नु पर्यो फेस लेफ्ट को त भयो फेस राइट को पनि गर्नु पर्यो अब फेस राइट तिर नेक्स्ट पेज जाँदैछ तिमीहरु यता कन्फ्युजन फेस राइट तिर किनभने यता 60 डिग्री 25 मिनट 40 डिग्री भनेको छ हैन यहाँ दिएको छ अनि के बीओसी मा यता दिएको छ 60 डिग्री 25 मिनट 40 सेकेन्ड माइनस यति गर्नु पर्यो योमा त यो माइनस गर्नु पर्यो नि हैन अनि हुन्छ बीओसी सी माइनस एससीओ यता पनि हेर्नु पर्यो यो स्टेसनबाट यता पनि हेर्नु पर्यो स्टेसनबाट सी त हेर्यो सी दिएको छ यति यसमा यसबाट यो घटाउँदा यो माइनस हुन्छ माइनस पाइहाल्छ त्यसको लागि
के गर्नुपर्छ 180 मा जोड्दा पनि त्यतिकै माइनस पनि रहन्छ। त्यसको लागि 180 जोड्नु त्यो टोटल स्टेसनको पुरै 360 हुन्छ नि, त्यो रोटेट गर्दा एक रोटेट गर्दा 360 रोटेट हुन्छ। त्यसको लागि यता 360 जोडे हैन एड गरे। त्यसपछि यसको क्याल्कुलेसन गर्दैछु है। अब क्याल्कुलेसन अब त्यसको पनि गरे, यसको क्याल्कुलेसन त गर्यो, यति घटायो अनि यसको पनि मिन निकाल्नु पर्यो। सबैको छुट्टा छुट्टै मिन निकाल्नु पर्छ। अब बीएससी को मेन फर्मुला यो हो, फेस लेफ्ट प्लस फेस राइट हो ठिट्टा हो। अनि यसको यता पनि गर्यो। त्यसपछि यति आयो 89 डिग्री 57 मिनट 45 मिनट सेकेन्ड यति आयो। अनि फेरि भनेको छ यता CO स्टेसन एंगल COA भनेको छ, त्यसको पनि निकाल्नु पर्यो छुट्टै। अब हेरौँ निकाल्दै छु। सी मा भनेको छ, सी मा के भनेको छ COA स्टेसन COA भनेको छ, COA को निकाल्नु पर्यो। फेरि त्यस्तै तरिका गर्नु पर्यो। यसमा के भनेको छ 0 डिग्री भनेको छ 5 मिनट 40 सेकेन्ड भनेको छ, 40 सेकेन्ड भनेको छ। यो माइनस यो गर्नु पर्यो। अनि फेस लेफ्ट को यसले तब फेस राइट गर्ने, पहिला फेस लेफ्ट गर्ने। अनि यसमा के गर्नुपर्छ फेरि क्याल्कुलेटर जाँदैछ यता भनेको छ, यो त गर्यो। अनि यसमा योबाट माइनस घटाउँदैछु 240 डिग्री 20 मिनट 30 डिग्री सेकेन्ड। अब त माइनसमा आइहाल्छ। यता के गर्नुपर्छ 360 डिग्री जोड्नु पर्यो। किन जोड्नु पर्यो किनभने टोटल स्टेसनको त्यो एक रोटेट चक्कर घुर्दा 360 डिग्री हुन्छ। त्यसैले यहाँ जोड्नु पर्यो 360 डिग्री। अब यसको क्याल्कुलेसन गर्नु पर्यो। आउँदैछ कति 90 डिग्री 45 मिनट 10 सेकेन्ड आउँदैछ। फेरि गर्ने त्यो फेस राइटको गर्ने। अब के गर्ने फेस राइटको राइट गर्नु पर्यो। त फेरि सेम तरिका छ, सेम त्यस्तै तरिका छ। अब त्यो साइड अब फेरि त्यस्तै फेस राइटको पनि त्यस्तै गरियो। 180 डिग्री 10 मिनट 40 सेकेन्ड माइनस यति गरियो भनेको छ। यता हेरौँ सेम त्यस्तै तरिका फेस स्टेसन CAO भनेको छ, सेम त्यस्तै तरिका यता पनि गरियो। अनि यता क्याल्कुलेसनमा के छ 180 डिग्री 10 मिनट 40 सेकेन्ड माइनस अति त्यस्तै गरियो। यो माइनस यो गर्नु घटाउनु पर्यो। तब यति डिग्री आयो। यसको पनि मिन निकाल्नु पर्यो। अब मिन निकाल्दैछु। यता मिन पनि निकालिसके। यो मिनको फर्मुला हो फेस लेफ्ट प्लस फेस राइटको फर्मुला हो। अनि यता पनि निकालिसके। अनि यसको मिन पनि निक्लिहाल्यो, भइसक्यो। अब त यसको टेबलमा पनि हेराउनु पर्यो। त्यो पुरै न्युमेरिकल बनिसक्यो। यसको त टेबलमा त हेराउनु पर्यो। टेबलमा हेराउनको लागि अब टेबल बनाउँदैछु।